हेलो साथीहरू, तपाईँहरूलाई मेरो नयाँ भ्लगमा स्वागत छ। आज चाहिँ हामी यहाँ बारासिङेमा घुम्न आएको छौँ, हेर्न सक्नुहुन्छ। हाम्रो यो बारासिङे चाहिँ चितवनको कुरिन्टार भन्ने ठाउँमा परेको छ अनि काठमाडौँबाट करिब 110 किलोमिटर जतिको नजिकमा पर्छ यो। र साथीहरू, हाम्रो चाहिँ आजको स्पोन्सर चाहिँ सेन्ट्रल कलेज रहेको छ। हामीले उहाँ दाइले नै लिएर आउनुभएको, उहाँको नाम चाहिँ माधव प्रसाद घिमिरे रहेको छ। केही भन्न चाहनुहुन्छ? हाम्रो सेन्ट्रल कलेजको स्पोन्सर रहेको छ। हाम्रो सेन्ट्रल कलेज वाइबी सरले नै गाडी पठाएर हामी यहाँसम्म सेन्ट्रल कलेजकै गाडीमा आएको हो। ल अब हाम्रो चाहिँ भित्र जाने प्लान सबै तयारी भइसकेको छ। अब हामी चाहिँ भित्र जाँदैछौँ, हेर्न सक्नुहुन्छ। हजुरलाई म भित्रको भ्यू पनि देखाउँछु एन्ड स्टे वाचिङ। हजुरहरूले देखेको यस ट्याङ्कीहरू बारासिङेको चाहिँ एप्रुभ प्रोडक्सन क्यापासिटी चाहिँ 3,60,000 हेक्टोलिटर रहेको छ, जसमा अहिले चाहिँ मात्र 78% मात्र युटिलाइज गरिएको छ, जसमा चाहिँ वार्षिकमा चाहिँ 2,80,800 हेक्टोलिटर चाहिँ उत्पादन गरिएको छ। र हाम्रो यस कम्पनी बारासिङेको नाम चाहिँ बारासिङे मृगको नाम अनुसारबाट इन्सपायर भएर राखेको रहेछ। यस कम्पनीको स्थापनातिर जाने हो भने करिब 2016 साल, अङ्ग्रेजी अनुसार 2016 सालमा चाहिँ 4वटा साथीहरूको इच्छाबाट सुरु भएको थियो याक ब्रिविङ कम्पनी, जसको नाम चाहिँ पछि बारासिङे हुन पुगेको थियो। हामी चाहिँ यो प्रडक्टहरूबाट चाहिँ बनाउने रहेछन्। यहाँ हर्बल प्रडक्टहरू छन्, जौ छ, यो जौबाट आइछ। अनि त्यसपछि यिनी प्रडक्टहरू बन्दा रहेछन्। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ चाहिँ छुट्टा छुट्टै छन्। चाँडै नै बारासिङे उच्च क्वालिटीको क्राफ्ट गरिएको बियरको लागि प्रसिद्ध भयो र बारासिङे इनोभेसन र ट्रेडिसनको प्रतीक पनि बन्यो। बिस्तारै बारासिङे नेपालको प्रसिद्ध बियरमध्ये एक बन्यो। यति छोटो समयमा बारासिङे नेपाली मार्केटमा पपुलारिटी पायो, केही कुरा जान्नेछौँ आजको यस भिडियो मार्फत। हामीले उता सुरुमा चाहिँ बियर कसरी बन्छ सम्बन्धी हेऱ्यौँ र केबाट बन्छ हेऱ्यौँ, र अहिले चाहिँ हामी यता अरू बियरलाई चाहिँ कहाँ कसरी कति डिग्रीमा गरिन्छ भन्ने क्यारे सम्बन्धी हेर्दैछौँ। यहाँ सरले हामीलाई बुझाउँदै हुनुहुन्छ, हेर्न सक्नुहुन्छ हजुरहरूले। यो ठुलो ट्याङ्कीहरू छन्। यहाँ चाहिँ करिब 2-3 लाख लिटरको ट्याङ्कीहरू हुने चाहिँ यहाँ टन्नै ट्याङ्कीहरू छन्। यहाँ चाहिँ यस फ्याक्ट्रीमा चाहिँ करिब 500 मेगावाट जति बिजुली उत्पादन गर्ने सोलर प्यानलहरू माथि छतमा राखिएको रहेछ र यस कम्पनीमा आउने 80% बिजुली जति यही सोलर प्यानलबाटै उत्पादन गरिने रहेछ र अरू 20% चाहिँ नेपालको सरकारबाट आउने बिजुली हुँदो रहेछ। अनि हेर्न सक्नुहुन्छ तपाईँहरूले, हामी यतापट्टि आएर बियर कसरी म्यानुफ्याक्चर हुन्छ, कसरी लेबलिङ हुन्छ, कसरी भरिन्छ बोतलमा, त्यस्तै हेऱ्यौँ। यो सबै हाम्रो मेसिनबाट हुँदो रहेछ, अटोमेटिक हुने खाले सिस्टम रहेछ यसमा चाहिँ। कोक फ्याक्ट्रीमा नै यस्तै थियो, हामी पोहोर पनि कोक फ्याक्ट्री गएको हो, यहाँ पनि त्यस्तै रहेछ। राम्रो लाग्यो जोस्। हाम्रो यस फ्याक्ट्री चाहिँ मङ्गलबारको दिन चाहिँ कम्प्लिटली बन्द हुँदो रहेछ र यदि ठुलो अर्डर आएको छ, त्यस्तो केस पऱ्यो भने चाहिँ मङ्गलबारको दिन पनि चलाउने र अरू कुनै दिन मिलाएर बिदा गर्ने खालको सिस्टम रहेछ। त्यो अनुसार पनि राम्रो लाग्यो, किनकि उनीहरूले स्टाफको कुरा नै बुझ्दो रहेछन्। लाइक अब स्टाफलाई नै प्रायोरिटीमा राखेर उनीहरूको कुरा बुझ्ने क्यार्नु भनेको राम्रो लाग्यो मलाई चाहिँ। यो कम्पनी स्टार्ट गरेको चाहिँ लगभग 8-10 वर्ष हुन लाग्यो र अहिलेसम्म पनि यो प्रफिटमा गएको रहन्छ। लास्ट 2-3 इयरदेखि चाहिँ बल्ल प्रफिटमा जान लागेको छ। अब नेप्सेमा पनि सेयरहरू ओपन गरे होइन, लिस्ट गरे होइन, त्यो प्रफिटमा जान सके होइन र हो, नभए अब चाँडै नै यसको सेयर निकाल्ने कुरा चलेको रहेछ। त्यस्तै गरे भित्र सबै हेरेर भ्याएपछि चाहिँ हामी बाहिर आइयो। बाहिर आएर क्युएनए गऱ्यौँ हामीले, हेर्न सक्नुहुन्छ भिडियो। हाम्रो क्युएनएको केही प्रश्नहरू गरेको पनि छ, हजुरहरूले सुन्न सक्नुहुन्छ। अब त्यो वेस्ट म्यानेजमेन्ट सम्बन्धी थोरै भनिदिनु न ब्रिफली नै। वेस्ट म्यानेजमेन्ट चाहिँ हाम्रो सोलिड वेस्टलाई चाहिँ हामीले यता त्यो तपाईँको त्यो साइलो, त्यो निलो साइलो छ नि, त्यो स्पेन ग्रेन्डवाला हो, त्यसमा लगेर राख्छौँ र त्यो हामीले एज एनिमल फिडको लागि बेचिरहेको छौँ। त्यो समटाइम्स हामीले हाम्रो गाडीमा पनि एज वेस्ट कम्पोस्टको लागि युज गरिरहेको छ होइन।
त्योहरू त अब तपाईँको अब अरू कन्ट्रिजतिर तपाईँको नर्मली तपाईँको कमर्सियली नै कम्पोस्टको लागि बायोग्यास चाहिँ हुन्छ हजुर अनि त्यो अघि तपाईँले भन्नुभयो नि कार्बन डाइअक्साइड कार्बन डाइअक्साइड रिकभरी प्लान्ट राखेको छ त्यसले CO2 कलेक्ट गर्छ त्यसलाई रिफाइन गर्छौँ हामीले रिफाइन गरेपछि के गर्छौँ त त्यसलाई रियुज गर्छौँ जस्तै बोटलमा तपाईँको खोल्दाखेरि जुन ग्यास आउँछ त्यो CO2 हो त्यो फिजिनेस जुन आउँछ त्यो बिकज अफ CO2 होइन त्यो क्रिस्पिनेस बियर खाँदाखेरि आउने CO2 हो पिलिङ गर्दा CO2 युज हुन्छ तपाईँको CIP गर्दा CO2 युज हुन्छ है त्यो चाहिँ 100% नै हाम्रो रियुज हुन्छ त्यो CO2 90% हामीलाई चाहिने हाम्रो त्यहाँ यहाँ निक्लेको 100% रियुज हुन्छ हामीलाई चाहिने CO2 को 90% CO2 हामीले यहीँ कलेक्ट गर्छौँ हामीलाई चाहिने CO2 को ओन्ली 10% CO2 हामीले किन्छौँ 90% CO2 हामीले यहीँ नै गर्छौँ हामीले त्यो प्लान्ट राखेर हामी 85% कार्बन न्युट्रल छौँ हाम्रो एम चाहिँ 100% हो है बाई द इन्ड अफ दिस इयर चाहिँ हामी त्यसको लागि गर्छौँ त्यसको लागि के प्रयास गरेको छ हाम्रो कम्पनीले त्यसको लागि गरेर त्यो त यो त अब तपाईँको सोलर इनर्जीबाट पनि छ हाम्रो सोलर इनर्जीबाट कार्बन डाइअक्साइड ग्यास उ भइरहेको हुन्छ होइन त्यो कार्बन फुटप्रिन्टहरू उ भइरहेको छ हामी सोलर इनर्जी क्लिन इनर्जीलाई फोकस गरेर के भएर त्यसले पनि मिनिमाइज गरिरहेको छ हाम्रोबाट चाहिँ यो इम्प्लोइमेन्ट चाहिँ कतिजना 250 डाइरेक्ट अनि तपाईँहरूको यहाँ चाहिँ पार्ट टाइमको केही त्यस्तो प्रावधान भ्याकेन्सी छैन पार्ट टाइम नै भनेर त्यस्तो छैन तर लाइक कस्तो हुन्छ भन्दाखेरि तपाईँको को अनुसार चाहिँ सिफ्ट अनुसार चाहिँ हो तर पार्ट टाइमै भनेर चाहिँ इन्टर्नसिपहरू हुन्छ इन्टर्नसिप डिपेन्ड्स अब तपाईँको कुन ब्याकग्राउन्ड हुन्छ त्यो अनुसारले कता रिक्वायरमेन्ट चाहिँ के छ त्यो अनुसारले अनि सर हाम्रो के अरे वाइ नट बाह्रसिङे भन्छ वाइ बाह्रसिङे वाइ नट बाह्रसिङे मार्केटमा जति होइन किन भन्दा वाइ बाह्रसिङेको रिजन चाहिँ यो टुर हो सो तपाईँहरूलाई ट्रान्सप्यारेन्सी देखाएको यो टुरको रिजन चाहिँ के भन्दा ट्रान्सप्यारेन्सी हो तपाईँको यो यहाँ जति पनि उ छ हाम्रो बियरहरू गरिरहेछ हामीले कसरी बनाएको छ तपाईँहरूलाई इनिसियल फेजदेखि इन्डिङ फेजसम्म देखाउँदाखेरि तपाईँहरूलाई लाग्नु पऱ्यो नि त किन चाहिँ बाह्रसिङे चाहिँ खानुपर्ने हुन्छ हामीले अब इको फ्रेन्डलीबाट प्रड्युस गरिरहेको छ त्यसपछि गएर अर्को भनेको तपाईँको हामीले यहाँ कमसेकम एकदम बेस्ट क्वालिटी मल्टहरू युज गरेर बियर बनाइरहेको छ प्योर वाटरहरू तपाईँको स्प्रिङ वाटरहरू बनाएर प्रिपेयर गरिरहेको छ सबै कुराहरूले चाहिँ अनि प्लस हाम्रो नेपालकै युज भइसकेपछि होइन वाटर किनेर ल्याउनुहुन्छ कि डिस्टिल वाटर के ल्याउनुहुन्छ वाटर चाहिँ हाम्रो यस्तो वाटर हाम्रो स्प्रिङ सोर्सको वाटर हो स्प्रिङ सोर्सको वाटर हो यहाँबाट मूलबाट पानी आउँछ मूलको पानी ल्याएर त्यसलाई फेरि फिल्टर गरेर पानी प्युरिफाई गरेर पिउँछ अनि बाहिर एक्सपोर्ट हुन्छ नि यो प्रडक्ट हुन्छ 11 डिफ्रेन्ट कन्ट्रीमा एक्सपोर्ट हुन्छ इन्डिया चाइना अस्ट्रेलिया युएसए युके बेल्जियम साउथ कोरिया जापान त्यसपछि गएर युके युएई अनि त्यसपछि के छ सर हाम्रो यो के तपाईँहरूले चाहिँ अब हामीलाई बेच्नुहुन्छ नि डिलरहरूलाई बेच्नु हामी कस्टमरसँग जान्छौँ अनि सिसाहरू के त्यो सिसा तपाईँले फेरि किनेर चाहिँ युज गर्ने हो होइन किनेरै गर्ने तपाईँको एउटा होइन नयाँ त हामीले इन्डियाबाट किनेको तर मार्केटमा गएको चाहिँ हाम्रो सर्टेन भेन्डर्सहरू हुन्छ त्यो कलेक्ट गर्ने भेन्डर्स फोटो कलेक्टर्सहरू हुन्छ उहाँहरूले कलेक्ट गर्नुहुन्छ एउटा टेन्डर हुन्छ उहाँहरूले अनि एउटा सर्टेन डिसाइडेड रेटमा चाहिँ उहाँहरूले यहाँ ल्याएर बेच्नुहुन्छ त्यसलाई हामीले रिलिज गर्छौँ अनि शाखा छ कि न यसको कि बाह्रसिङ फ्याक्ट्री यही मात्रै हो तर अहिले चाहिँ हामीले सानो माइक्रो ब्रोरी चाहिँ हामीले कलकत्तामा खोलेको छ अहिले इन्डिया इन्डियामा सबभन्दा बढी सप्लाई हुने बाहिर देशमा इन्डिया नै हो इन्डिया र चाइना दुईटा इक्विभ्यालेन्ट 15-16 लाख किन सर अब अहिलेको अवस्थामा कम्पिटेटिभ मार्केट छ यो बेलामा होइन को फर्स्ट भन्ने त भइहाल्छ अनि त्यसपछि त्यसको लागि चाहिँ अब प्राइजमा नि कम्पिटिसन गर्नुपर्ने हुन्छ तपाईँले यस्तो अब यस्तो प्राइज हुन्छ नि सबैको होइन तपाईँले चाहिँ मानव कम उसमा कम लगानीमा पनि धेरै प्रोडक्सन गर्न या त्यसको लागि के छ भने तपाईँ क्वेसन मैले बुझिहालेँ त्यसको लागि के छ भने प्राइस कसरी मिनिमाइज गर्नुहुन्छ आफ्नो प्राइस मिनिमाइज गर्नलाई के छ भन्दाखेरि हाम्रो चाहिँ के छ आरएनडीहरू मैले भने आरएनडीहरू हुँदैछ हाम्रो नेपालमै गाउँठ उत्पादन गरेर त्यसको लागि नेपालकै मल्टहरू युज गर्न सक्यौँ डेफिनेटली कस्टमा हामीलाई केही सजिलो त्यो आरएनडीहरू भइरहेको छ होइन त्यो चाहिँ हामीले सर्टेन एरियाजतिर अहिले अलरेडी त्यो त्यहीको क्रप्सहरू ल्याएर हामीले ग्रो गर्न सुरु गरिसकेको छौँ अब त्यो मेबी विदिन दिस इयर चाहिँ हाम्रो आरएनडी के हुन्छ अब त्यो पहिला त त्यो फिजिकल स्टडी हुनु पऱ्यो होइन त्यो अनुसारले भइरहेको छ अहिले अब इफ वी गेट सक्सेसफुल त्यसले गर्दा त्यो छ भने अरू सँगसँगै के छ हामी प्रिमियम लेभलको क्राफ्ट बियरहरू उत्पादन गर्छौँ अब तपाईँहरूको हाम्रो मार्केटमा कम्पिटिसन के छ त नर्मली स्ट्रङ बियरहरूसँग कम्पिटिसन छ सो त्यसले गर्दा प्राइसको भेरिएसन चाहिँ आउँछ नि होइन तर त्यसकै लागि फेरि हामीसँग क्राफ्ट स्ट्रङ बियरहरू पनि छ नि त स्ट्रङ बियरहरूमा चाहिँ इभन लाइक विथ प्रिमियम क्वालिटी स्ट्रङ बियर पनि छ दे आर लाइक नेक टु नेक नै छ अनि के अरे आरएनडी गर्दा नि त खर्च लाग्यो त्यो पनि जोडिन्छ होला अनि प्राइसमा डिटेल विदेशबाट ल्याउँदाखेरि आरएनडी गरेर त लङ रनको लागि हो नि त तपाईँको त आरएनडी त एकचोटिको इन्भेस्टमेन्ट त फ्याक्ट्री खोल्न नि कस्ट लाग्छ नि सबै एकै दिन उठाउने एउटै बोतलमा उठाउनु त होइन नि त त्यो भएर त्यसको लागि त कस्ट त त्यो अनुसार ब्रेकडाउन हुन्छ नि
आरएनडी भनेको त भोलिको लागि आरएनडी गर्नु नै कस्तो एउटा मिनिमाइज आरएनडी गर्ने भनेको के हो त आरएनडी गर्ने एकैचोटि सबै बजेट हाल्ने होइन नि त आरएनडी तपाईँको एउटा सर्टेन एमाउन्ट अफ बजेट छुट्याएर त्यसको फिजिबिलिटी स्टडी चाहिँ गरेर अनि बल्ल गर्ने हो नि त आरएनडी डजन्ट मिन कि लाइक तपाईँले एकैचोटि ह्युज एमाउन्ट अफ इन्भेस्टमेन्ट गरेर ल अब त्यही गर्ने भन्ने त होइन नि त सानो ब्याजमा आरएनडी गर्ने त आरएनडी करिब आधी 1 घन्टाको Q&A पछि चाहिँ हामी त्यहाँ दाइलाई क्वेसन सोधेर भ्याएपछि चाहिँ अब बाहिर निक्लिँदैछौँ हाम्रो अब कन्फरेन्स हलमा लगेर गर्ने कुरा चाहिँ केही कुराले नमिलेको हुनाले चाहिँ त्यहाँ गर्न पाइएको होइन ल गाइज हामी चाहिँ फ्याक्ट्री घुमेर आइसक्यौँ हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो महान त्रिशुली नदी जसले चाहिँ धेरैभन्दा धेरै मान्छेहरूको ज्यान लिन सफल भएको छ त्रिशुली नदी अनि यो हामीलाई चाहिँ अहिले दाइले भन्नुभएको थियो यताको यो रेस्टुरेन्ट चाहिँ जर्मनीबाट रेस्टुरेन्ट हो कि अब यो प्रडक्टहरू हो जर्मनीबाट ल्याएको अरे वहीँको कपल्सहरूले क्लोज गर्न लाउनु भएको थियो अरे उहाँ चाहिँ अनि त्यसलाई यता ल्याएर ओपन गरेर यतै रन गरिराख्नु भएको छ भन्ने सुनेको मैले हेर्न सक्नुहुन्छ साथीहरू छन् यहाँ कोही जडिया परेछन् उनीहरूले खाँदैछन् है साथीहरू ठ्याक्कै नदेखाम अब यही ग्रुपमा छन् हेर्न सक्नुहुन्छ फ्याक्ट्री चाहिँ यता रहेको छ मान्छेहरू नि हेर्न राम्रै मात्रामा आउनुभएको छ भित्र जहाँ फ्याक्ट्री भिजिट गर्नलाई चाहिँ पर्मिसन चाहिन्छ तर यता यो होटेलमा बस्नुलाई चाहिँ आएर जो पनि बस्नु पायो खायो पैसा तिरो गयो हस् ल चाहिँ हाम्रो यता चाहिँ टिकटक स्टार दिवस कडेल ल केही भन्नु नि त यता तपाईँलाई के भन्ने हो ल आज हामी 12 सिङ्गे आएको छौँ टक्क पुरिन्टारमा रहेको हजुर सो दोस्रो पनि के हो युट्युब हो कि के हो अब टिकटक हो कि फेसबुक हो इन्स्टाग्राम हो कि स्न्यापच्याट हो आई डोन्ट नो जेमा हाल्छ नि सपोर्ट गरिदिनु ल त्यही नै हो ल धन्यवाद ल गाइज अब चाहिँ हामी भित्रपट्टि लाग्यो हेर्न सक्नुहुन्छ होटेलको र साथीहरू हामी चाहिँ यत्रो बेर घुम्यौँ हेऱ्यौँ गएर खाजा पनि खाइयो भनौँ होटेलभित्र गएर रिसोर्टभित्र गएर अब हामी चाहिँ बिस्तारै बिस्तारै घर जाने प्लान चलिरहेको छ हाम्रो साथीहरू अरूहरूले चाहिँ यहाँ फोटोसुट भइरहेछ अनि विशेष धन्यवाद चाहिँ हाम्रो आज सेन्ट्रल कलेजलाई है सेन्ट्रल कलेजले धेरै हेल्प गर्यो हामीलाई स्पोन्सर हानेर वाइबी सरलाई नि धेरै धन्यवाद यदि कोहीले हाम्रो यो भ्लग हेर्नुहुन्छ भने सेन्ट्रल कलेजमा जानु होला हजुरलाई विभिन्न अफरहरू पनि उपलब्ध गराइदिउँला मैले ल अब यति भन्दै यताको भ्यू हेर्नु राम्रो छ है अनि कस्तो लाग्छ हजुरहरूलाई 12 सिङ्गे चाहिँ अब ठाडो घाँटी पार्न भन्दा नि घुम्न आउनलाई चाहिँ बेस्ट छ ठाडो घाँटी पार्नु नि सकिन्छ अफर चाहिँ छ आफ्नो आफ्नो चोइस हुन्छ अब खान्छु खान्न भन्ने चोइस हुन्छ ल आज यति भन्दै आजको भ्लग चाहिँ यति थ्याङ्क यू फर वाचिङ सेन्ट्रल कलेजको स्पोन्सरसिपमा वीरेन्द्र बहुमुखी क्याम्पस शैक्षिक अवलोकन भ्रमण ल धन्यवाद सेन्ट्रल कलेज थ्याङ्क यू सो मच